हामी चाहिँ थ्री ब्रुज क्याफेको अफिसियल युट्युब च्यानलबाट फेरि पनि आइसकेको छ युट्युबमा है। यो चाहिँ ट्याक्कलाई सिनारियो छ हाम्रो थ्री ब्रुज क्याफेको। नाइट भ्यू रहेको छ है, यतापट्टि सर लाएर देख्न सक्नुहुन्छ। कस्तो लाग्छ तपाईँहरूलाई? लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। यो चाहिँ हाम्रो थ्री ब्रुज क्याफेको आउटडोरको सिन हो, देख्न सक्नुहुन्छ है। यता चाहिँ होस्टेल रहेको छ। यो रोड आनन्दको रोड छ। यो चाहिँ ल हामी चाहिँ अब इन्ट्री हुँदैछौँ। अहिले चाहिँ थ्री ब्रुज क्याफेले चाहिँ यस्तो अफर चलाएको रहेछ, भ्यालेन्टाइन विक अफर। फर्स्ट कपल गेट्स 20% अफ एन्ड अल अदर्स इन्जोय 10% अफ फर अल आइटम्स एट थ्री ब्रुज क्याफे। र यहाँ लास्टको आफै पढ्नु होला। बाइस्टा क्लास अल्सो एभाइलेबल भनेर राखिसकेको छ थ्री ब्रुज क्याफेले चाहिँ। हाम्रो होर्डिङ बोर्ड यस्तो रहेको छ है, यो देख्न सक्नुहुन्छ। अब म पहिला आउटडोर देखाउँछु नि, हजुरहरूलाई इन्डोर पनि देखाउने छु। उहाँ चाहिँ हाम्रो बाइस्टा सिकाउने इन्स्ट्रक्टर प्लस थ्री ब्रुज क्याफेको साउजी ओनर हुनुहुन्छ उहाँ चाहिँ अलि। त्यही त यस्तो छ है। सर लाएर आउटडोर छ हाम्रो। यता चाहिँ अब यो अलिकति राम्रो एट्र्याक्टिभ देख्नको लागि हो है। अनि यता चाहिँ टु सिटेड, अनि यता चाहिँ सेक्वा पोलेर सट्ट खाने ठाउँ आनन्दले है। यस्तो छ हाम्रो सिन, हेर्नु सक्नुहुन्छ। यहाँ आनन्दले बाहिरको यस्तो छ, यस्तो छ। ल हेर्नुहोस्, देख्न सक्नुहुन्छ तपाईँहरूले बाहिरको सिन यस्तो रहेको छ। यता चाहिँ सेक्वा पोल्ने मेसिन छ। तपाईँहरूको अर्डर आएपछि उता पुग्छ होइन, सेक्वा पोल्ने मेसिन। यो चाहिँ बाहिरको सिन भयो। खै साइकलमा त बत्ती बलेन त, उल्टो भएर क्या बाल्देऊ त। यहाँ साइकलमा नि बत्ती बल्छ, अन हो बास यतिको लाइट चाहिँ साइकलमा नि बत्ती बल्यो। अनि यता चाहिँ हेलमेट राख्ने ठाउँ बनेको छ। यस्तो छ भित्रको आइसक्यो म आउटडोरबाट इन्डोर। अहिले चाहिँ भ्यालेन्टाइन चलेर पानको पात राखेको छ हजुरहरूको लागि स्पेसल्ली है। यता चाहिँ अब हामीले चाहिँ अलिकति चिज बल, यता चिप्स, यता उनो सुनो, अनि त्यो जिङ्गे के भने अझै पनि प्रनाउन्स गर्न आएन, त्यो गेम रहेको छ। भित्रको चाहिँ यस्तो छ हाम्रो, देख्न सक्नुहुन्छ है। तपाईँहरूले चाहिँ आनन्दले टाइम स्पेन्ड गर्ने ठाउँ मजाको पाउन सक्नुहुन्छ यहाँ थ्री ब्रुज क्याफेमा। आउनु होला एकदम है। टेस्ट वाइज हजुरहरू आएपछि हजुरहरूको अनुसारले नै टेस्टमा पनि मेन्टेन हुन्छ है। तपाईँहरूले कस्तो खोज्नुहुन्छ, कस्टमरले जस्तो चाहेको त्यस्तै अब त बनाउनु परेको। यो चाहिँ हाम्रो बार सेक्सन रहेको छ। यता चाहिँ हामी बाइस्टा क्लास गराउनेछौँ। यता किचन भयो र यतापट्टि काउन्टर छ हाम्रो है। भित्रको चाहिँ यस्तो छ हाम्रो भित्रको सेटअप, यस्तो रहेको छ। यो चाहिँ हाम्रो थ्री ब्रुज क्याफेको सेटअप रहेको छ। थ्री ब्रुज क्याफे है, लोकेसन वाइज त हजुरहरूलाई भनि पनि सकेको छौँ, तर फेरि पनि भन्दैछु। हाम्रो लोकेसन चाहिँ ललितपुर महालक्ष्मी स्थान सातोबाट महालक्ष्मी स्थान चापागाउँबाट जाने बाटोबाट सिधै आएर नखीपोट विशाल चोकबाट क्लासिक मार्ट आउँछ। त्यो क्लासिक मार्टबाट अलिकति अगाडि गएर माहीमा सुन पसल पुग्ने बित्तिकै राइट टर्न हानेर योर्क स्ट्रिटबाट आउनुभयो भने ठ्याक्कै आइपुग्नुहुन्छ। गुगलमा चाहिँ हजुरहरूले ग्रान्डपा रेस्टुरेन्ट भनेर सर्च गर्न सक्नुहुन्छ। ठ्याक्कै त्यही नै हो हाम्रो लोकेसन है। हजुरहरू पनि अब केही इन्क्वायरी बाइस्टा क्लासको लागि इन्क्वायरी, अथवा हजुरहरू यहाँ आएर टाइम स्पेन्ड गर्न चाहनुहुन्छ, बर्थडे पार्टी यताउता सबै होइन, अब त्यस्तो गर्न चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नुहोला। कन्ट्याक्ट नम्बर रहेको छ 9860880812। म यसको युट्युब च्यानलमा पनि राख्नेछु, कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। हजुरहरूले प्रि अर्डर पनि दिन सक्नुहुन्छ, प्रि बुकिङ गर्न पनि सक्नुहुन्छ। के चाहिन्छ डिसेसहरू यताउता गरेर अकुपाई कति स्पेस चाहिने त्यही अनुसारले हजुरहरूलाई हामी अकुपाई पनि गरिदिनेछौँ है। यो रहेको छ हाम्रो थ्री ब्रुज क्याफेको इन्डोर र आउटडोर सेटअप है। राम्रोसँग हेर्नु होला। सर लाएर है
भ्यालेन्टाइन विक अफर त हजुरहरूलाई अघि नै देखिसक्नु भयो के कस्तो। अनि हजुरहरूलाई बायोस्ट्याक क्लासको लागि पनि इन्क्वायरी केही लिन छ भने यहाँ आएर बुझ्न सक्नुहुन्छ अथवा कलबाटै बुझ्न सक्नुहुन्छ है।